आज तपाईँ कारागारबाट रिहाई हुनुभएको छ। के भन्न चाहनुहुन्छ? सर्वप्रथम त सम्पूर्ण आदरणीय धनकुटेली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। किनभने उहाँहरूले नै मेरो धरौटी रकम तिरेर मलाई जेलबाट रिहा गर्नुभएछ। यो धनकुटा जिल्ला अदालतबाट 20,000 रुपियाँ धरौटी चाहिँ खुलेको थियो, तर मैले त्यो धरौटी तिरिनँ। कारण के भन्दाखेरि मैले त कुनै गल्ती गरेको थिइनँ नि, भ्रष्टाचारको विरोध गरेको थिएँ। जनताको नाममा आएको अनुदान जनताले पाउनुपर्छ, गरिब किसान र मजदुर साना व्यवसायीहरूले पाउनुपर्छ भन्ने हाम्रो माग थियो। तर एमालेका केही साथीहरूले त्यसको त्यो हामीले त्यो आवाज उठाइरहँदाखेरि उहाँहरूको मानहानि भयो अरे, मुद्दा हाल्नुभयो होइन। त्यो जनताको आवाज त्यो थियो। अनि जनताले नै धरौटी तिर्दिन्छ भने म जेलबाट निस्किन्छु, होइन भने कहिलेसम्म थुन्छौ थुन भनेको मैले। तत्पश्चात साथीहरूले सहयोग गर्नुभयो। अनि सम्पूर्ण धनकुटेली जनताले 5 रुपियाँ 10 रुपियाँ 50 रुपियाँ 1000 रुपियाँ 10,000 20,000सम्म पनि सहयोग गर्नुभयो क्या। 20,000 रुपियाँ त होइन, चान्चुले 60,000 पैसा उठाउनु भएछ साथीहरूले। ल हेर्नुहोस् त, जनताको आवाज बोल्दाखेरि, जनताको लागि लड्दाखेरि त धरौटी पनि जनताले नै तिरेर निकाल्दो रहेछ के। यो भएको कारणले गर्दाखेरि चाहिँ धनकुटेली जनतालाई त म मनैदेखि धन्यवाद दिन चाहन्छु। अनि अर्को कारण म धरौटी नतिरिकन किन जेलै गएको थिएँ भने यिनीहरूलाई मैले के पाठ सिकाउनु थियो भने तिमीहरूको अब अन्याय र अत्याचार धनकुटाबाट सक्यो। तिमीहरूको जेल नेल हतकडी यो 4 दिवारको यो जुन हुन्छ नि, 4 दिवारको जेल केहीले पनि अब धनकुटेली जनतालाई थाम्दैन है, तिमीहरूको जेलले थाम्दैन है भनेर पनि यो सन्देश पनि दिनु थियो यी झोले बनाउँदाहरूलाई। ल, विशेष कुरा तपाईँले जानकारी गराइदिनु भयो। तपाईँको त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। ल हस् त, धन्यवाद, नमस्कार।